So, hi guys, this is me Binta Gautam, and today I am talking about the mistakes I have done over my teen years. And yeah, this is so important for you guys. म चाहिँ थोरै थोरै नेपालीमा पनि बोल्छु बिकज मेरो अडियन्सहरू चाहिँ नेपाली नै बढी बुझ्नुहुन्छ होला बट आई विल कन्टिन्यू इन इङ्ग्लिस टु सो ट्रान्सलेट गरेर बोलिरहेको हुन्छु हजुरहरूले चाहिँ बुझ्दिनु होला र यो भ्लग पनि पुरैसम्म हेरिदिनु होला मलाई विश्वास छ यो कुराहरू हजुरलाई चाहिन्छ पनि र आवश्यकता पनि पर्छ र यसको इम्पोर्टेन्स पनि बढी नै छ भनेर बिकज यो मैले मेरो आफ्नो रियल लाइफमा भोगेको कुराहरू म हजुरहरूलाई भन्दैछु अनि नचाहिने भनेको त केही पनि हुँदैन कि मान्छेले जसले भोगेको हुन्छ नि त्यही कुरा नै भन्छ नि त हजुरलाई अनि त्यो हजुरको लाइफमा पनि पर्न सक्छ सो yeah, the first thing is believe in yourself. The first believe in yourself. हजुरले आफूले आफूलाई विश्वास गर्नु भनेको सबैभन्दा ठुलो कुरा हो किनकि मान्छेमा ट्यालेन्ट भन्ने कुरा सबैमा हुन्छ कोही कोही हुन्छ होला सबै कुरा नआउने बट धेरै जस्तो पिपुलहरू एट द स्कुल लेभलमा हेर्नु न हजुरहरूले धेरै कुरामा ट्यालेन्ट हुनुहुन्छ बट दे कान्ट एक्सप्रेस नि त पछिसम्म आइसक्दाखेरि उनीहरू एकदम ब्याकग्राउन्ड एकदमै ग्राउन्डेड भइसकेको हुन्छन् कि उनीहरूले एक्सप्रेसै गर्न सक्दैनन् मान्छेहरूको अगाडि सो त्यो भनेको इन्भाइरोमेन्ट नपाएर अथवा कुनै कुराले तिमीलाई आफूले कति ग्राउन्डेड बनाइदिन्छ नि त तिमी स्कुल टाइममा हुने बेलासम्म त यु फ्रिली लिभ अनि त्यसपछि पछि कति कुरा गएर इन्भाइरोमेन्टले असर गर्छ अथवा तिमीले नै असर गरिरहेको हुन्छौ तिमीले जुन पिपलसँग सराउन्डेड भइरहेको हुन्छौ तिनीहरूले नै बुझ्दिन्न सो सबै कुरा नेगेटिभली नलिकन यु हेभ टु बिलिभ इन योर सेल्फ यु क्यान डु इट इफ अदर क्यान डु यु क्यान स्योरली डु यदि अरूले स्टार्ट गरिरहेको छन् तिमी भन्दा पनि तिमी जतिको मान्छेले स्टार्ट गरिरहेको छ अथवा मान्छेले नै गरिरहेको छ भने तिमी किन सक्दैनौ या द थिङ इज द्याट सो द फर्स्ट पोइन्ट इज बिलिभ इन योर सेल्फ एन्ड द सेकेन्ड थिङ इज never ever underestimate yourself. People will blame you के different people तिमी different concept को people हरू उनीहरूको concept अनुसार तिमी सही छौ भने पनि they will blame you. तिमी कति नै सही रखौ कि हामीलाई त अब पहिलेदेखि सिकाइएको हुन्छ नि त इन्भाइरोमेन्टमा एडजस्ट गर्नको लागि सो they will blame you. अनि तिमी त्यहीमा ढालिन खोज्छौ तर नो त्यो हुँदैन तिमी ढालिँदा यति ब्रेक भइसक्छौ कि तिमीले आफूले आफूभित्रको कुराहरूलाई एक्सप्रेसै गर्न बिर्सिसक्छौ कि तर त्यति बेलामा यो सोल्ड कति नै खुम्चेर बस्छौ त एकचोटि त हुनु पनि पर्यो नि त ब्लास्ट त हुनु पर्यो नि त तिमीभित्र त त्यो क्यापेबिलिटी त छ नभएको होइन सो यु सोल्ड नेभर अन्डरस्टिमेट योर सेल्फ यु निड टु के वेक अप हुनुपर्छ कि रियालिटीमा त्यो कहिले पनि टाइम आउँदैन कि तिमी पुरेर बस अनि समय चाहिँ गुलाबे त्यो कहिले पनि हुँदैन सो या do the thing I have said now. अनि थर्ड कुरा द थर्ड थिङ इज इन्भेस्ट अन योर सेल्फ के आई नो तिमी स्टुडेन्ट हो तिमीसँग पैसा हुँदैन बट फ्रम समवेयर तिमीसँग आएको त हुन्छ नि त मनी कतै न कतैबाट त तिमीले पाइरहेको हुन्छौ 5 रुपियाँ 10 रुपियाँ जताबाट पनि 5 10 15 20 जति नै 1000 2000 तिमीले आफूले त पाइरहेको हुन्छ नि त त्यो पैसै नपाउने भन्ने त कोही पनि हुँदैन है त्यो सो त्यो पैसै नपाउने भन्ने त कोही पनि हुँदैन नि त पैसाहरू तिमीले जसरी पनि जहाँबाट पनि पाइरहेको हुन्छौ सो त्यो पाइरहेको पैसा नै तिमीले के गर्छौ समटाइम्स कति अननेसेसरी थिङ्समा हाम्रो पैसाहरू गइरहेको हुन्छ कि सो सेभ योर मनी टु इन्भेस्ट अन योर स्किल्स के केही कुरा सिक्नको लागि अथवा केही कुरा तिमीलाई चाहिएको आफ्नो हबीको लागि तिमीलाई जे कुराले ह्याप्पी बनाउँछ नि त्योमा चाहिँ इन्भेस्ट गर्न सिक है बिकज त्यसले चाहिँ तिमीलाई के तिमी के लर्न गर्न पाउँछौ भने त्योबाट चाहिँ यु सुड बी ह्याप्पी कि तिमीलाई के कुराले ह्याप्पी बनाउँछ भने तिमी सिक्छौ अनि त्यही कुरा तिमीलाई कन्टिन्यू गर्न सक्छौ कि गडमा विश्वास गर कि लाइक हुन्छ नि तिमी यस्तो लो कन्डिसनमा हुन्छौ लो तिम्रो लाइफको यति लो पोइन्टमा हुन्छौ तर पनि त्यो हाई बनाउनको लागि स्योर कि अरू कोही हुँदै हुन्न कि तिमीलाई तिमी यस्तो पोइन्टमा लाइफको एउटा यस्तो पोइन्टमा हुन्छौ जहाँ तिम्रो इभन तिम्रो मम ड्याडभन्दा विश्वास नभएको लागि दिदीभाइ इभन तिम्रो हस्बेन्ड
भएको हामी त नेपाली सोसाइटी हो होइन, हामीलाई त अब पहिलेदेखि भगवान्लाई पूजा गर्ने यो गर्ने भगवान्लाई विश्वास भन्ने कुरा हामीलाई थाहा छ। बट तिमी ठुलो भइसकेपछि यो रियलाइज गर्दै जान्छौ कि गड इज देयर फर यु वेन यु ह्याभ योर लोएस्ट पोइन्ट के तिमी त्यति बेला गडलाई सम्झिन्छौ जति बेला तिम्रो सबैभन्दा लोएस्ट पोइन्ट हुन्छ र जति बेला तिमीसँग जब आफू होइन तिमी भित्रसँग चाहिँ तिमी भित्रको त्यो इनर सलसँग चाहिँ जब आफू हुन्छ र त्यो अरूले एक्सेप्ट गर्न सक्दैन र त्यो तिम्रो त्यो सल छ नि त्यहीलाई नै तिमी मान्छौ गड के। त्यो कुरा तिमीलाई रियलाइज गर्नको लागि टाइम लाग्न सक्छ बट द रियालिटी अलवेज। अर्को 5th भनेको के छ भनेपछि मैले लर्न गर्दै गएको कुराहरूमा चाहिँ तिमी सधैँ सबैलाई राम्रो मान्न पनि सक्दैन र तिमीलाई सबैले राम्रो मान्न पनि सक्दैन। लेट देम गो, या let them say whatever they say and let them go about you because randomly एउटा मान्छे हिँडिरहेको छ र तिमी त्यहाँ छौ, तिम्रो आफ्नो हिसाबले तिमीले ड्रेस गरिरहेको छौ र दे विल जज यु बिकज तिनीहरूले त्यो गर्न पाएको छैन नि त, बुझ्यौ नि। तिनीहरूको माइन्डसेट त्यहाँसम्म मात्र पुग्छ जहाँ तिनीहरूले आफूले सोच्न भ्याउँछन्। तिमीले के बुझ भनेपछि तिनीहरूको दिमागमा तिमी जतिको क्यापेबिलिटी छैन, म्याच्योर क्यापेबिलिटी छैन। हो तिमी एजमा सानो होला, एजमा सानो हुनु इज नट अ क्राइम। कुनै मान्छेले तिमीभन्दा ठुलो छ तर तिमीभन्दा सानो सोच राख्छ भने that is not your fault. So wake up girls, let them say whatever they say, let them. अर्को कुरा चाहिँ love your parents and parents means love your guardian, जसको अन्डरमा तिमी छौ, जसको अन्डरमा तिमी बेसिक निड्सहरू आफ्नो फुलफिल गरिरहेको छौ, लाइक खाना भयो, कपडा भयो। आफ्नो प्यारेन्ट्स मम्मी बाबै हुनुपर्छ भन्ने छैन कि, जसले तिम्रो बेसिक निड्सहरू पुरा गरिदिरहेको हुन्छ नि त्यसलाई चाहिँ रेस्पेक्ट गर्न सिक है। मबाट भएको मिस्टेक चाहिँ यसमा इट इज बिग एन्ड आई हेभ अ डार्क रियालिटी ओभर दिस अनि बट आई विल सजेस्ट यु गाइज, जसले तिम्रो बेसिक निड पुरा गरिरहेको छ, जसले तिम्रो हेल्थको बेसिक निड, जसले तिम्रो एजुकेसन इज यर बेसिक निड, जसले तिम्रो एजुकेसनमा हेल्प गरिरहेको छ, जसले तिमीलाई खानामा हेल्प गरिरहेको छ, दिनकै भात दाल तरकारी त खान्छ होला नि त, त्यो तिमीलाई जसले प्रोभाइड गरिरहेको छ, रेस्पेक्ट देम। या आई मिन इट, रेस्पेक्ट देम अ लट। लास्ट नट द लिस्ट, बी द्याट गर्ल यु फर एभर वान्ट टु बी। तिमीलाई कसैले, मैले भने नि पहिले पनि, तिमीलाई कसैले पनि म्याजिक गर्दिन्न कि तिमी यो हुन्छु सोचेको छौ भने त्यहाँसम्म पुग्नलाई नो वान विल सपोर्ट यु। आफ्नै घरमा बसेको मान्छेहरूले पनि सपोर्ट गर्दैन। तिमी एउटै रुफमा छौ, यस दे विल सपोर्ट यु। मैले यो भन्नको मतलब दे विल नेभर भन्न खोजेको होइन, बट द वे यु एक्सपेक्ट देम टु बी दे विल नट। सो डोन्ट गिभ अ फक, स्टार्ट योर सेल्फ, स्टार्ट बिलिभ इन योर सेल्फ। मैले त्यो सब पोइन्टहरू लिङ्क गर है तिमीहरू। इट इज हार्ड बट इट इज अ हार्ड ट्रुथ अबाउट योर 20s। तिमीसँग जुन क्यापेबिलिटी छ नि त्योमा चाहिँ तिमी सधैँ स्ट्रङ रहिराख्नु के। यो पिल्लर छ नि यसलाई यस्तो हुन नदिनु के। जुन यो पिल्लर छ नि तिमी ब्रेकडाउन हुन्छौ, यो पिल्लरभित्र तिम्रो के हुन्छ है, ओके तिमी ब्रेक हुन्छौ, बट द पिपल अराउन्ड यु विल नेभर नो तिमी ब्रेकडाउन भएको थाहा दिनु भएन। तिमी यति कुरा के याद राख भनेपछि तिमी रुन्छौ भनेको अरूलाई थाहा हुने बित्तिकै त्यो तिम्रो कमजोरी हो। म आफू पनि त्यस्तै थिएँ कि, लाइक म सानो सानो कुरामा रुने अनि मलाई कोहीले केही भन्नै हुन्थेन। म एकदम ड्याडको प्रिन्सेस टाइप भएर पहिलेदेखि नै एकदम प्रिन्सेस गर्ल थिएँ एन्ड देयर वाज नो वान हु, हिम्मतै थिएन कि कोहीले मलाई केही भन्ने, र म त्यो नेचरको पनि थिएन। लाइक आई वाज अ गुड गर्ल
टिल देन अनि त्यसपछि एक्कासी लाइफ या स्टार्ट्स नि त अनि सधैँ त एउटै हुँदैन अनि सो लाइफ स्टार्ट्स एन्ड देन मैले सफर गरेँ कि मान्छेहरूसँग बल्ल त्यसपछि मलाई एकैचोटि मैले भोगेँ एन्ड यु हेभ टु नो द्याट तिम्रो मम्मी ड्याडले पनि तिमीलाई माया गर्नुहुन्छ नगर्ने होइन बट तिमी रुनु इज तिम्रो कमजोरी तिमी रौ तर तिमी बन्द कोठामा रुनुपर्छ कि क्राई यति रो यति जिजाउ यति आफूले आफूलाई हेट गर यति माया गर बट बन्द कोठामा गर नेभर अरूको अगाडि हुनु भएन अरूको अगाडि यु हेभ टु बी स्ट्रङ otherwise this is society they will gonna pop your life and this was for today. I am not a motivational speaker but all these things I have learned due to the crisis in my life अनि केही न केही भएर नै मान्छेले सिक्छन् र म पनि सिक्दैछु अझै पनि सिक्दै जानेछु र यो कुराहरू मैले आफूले भोगेकोबाटै भनेको छु मेरो ड्याड मम एकदम सपोर्टिभ हुनुहुन्छ मेरो घरको फ्यामिलीहरू परिवारहरू पनि सबै सपोर्टिभ हुनुहुन्छ बट फिल गरेको कुराहरू भनेको कस्तो हुन्छ भने चाहिँ तिमी एक्लैले फिल गर्ने हो के लाइफमा तिमी जन्मिने एक्लै हो तिमी मर्ने एक्लै हो र तिमीले तिम्रो मनको कुराहरू जे ड्यास 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 फिल गर्छौ नि त्यो तिमीले गर्ने हो यहाँनिर पेन छ भने मैले पेन देख्छु भने उसले पनि पेन देख्छ भन्ने त्यो हुँदैन कि बुझ्यौ नि यहाँनिर मरेको मान्छेबाट लास गइरहेछ मैले त्यो मरेको मान्छेको लास देखेर रुन्छु भने अर्को कोही पनि रुन्छ भन्ने हुँदैन कि